मलाई एउटा कफीको भाउ 2000 गरेर पर्यो जल्दी। कसरी पर्यो होला? यो कफी पनि हो भनेर यसो सोचेँ, यो कफी होइन, म खान पोर्चुगलै जानुपर्छ, एक्सप्रेसो लास्टै मिठो पाउँछ भनेर दाइले भन्दै हुनुहुन्थ्यो। सो मैले बरु स्वयंलाई नै भेट्न हुन्छ, सो उतै गएर हेर्नु पऱ्यो कस्तो मिठो कफी पाउँछ भनेर दाइले मलाई खुब तारिफ गरिरहनु भएको थियो। सो मैले फ्लाइट बुक गरेँ अनि हिँडेँ फ्यामिली लिएर। के गर्नु त यस अँध्यारो छ, तर तपाईँलाई प्रुफको लागि त राखिदिनु पऱ्यो भिडियोहरू। फेरि यो त गएन, त्यत्तिकै घरमै खायो अनि गफ लायो भन्नु होला, होइन। यसरी बुक गरेर एयरपोर्टबाट छरेर ट्याक्कै लाएर गाडीमा सरल जाँदैछु। अब एयरपोर्टमा त कोही लिन आउनुभयो रहेछ है। सो भाउजूले घरमै हाम्रै स्वागत गर्नुभयो। ठ्याक्कै के को लागि आएको भन्दा कफी पिउनलाई। सुन्दा नि अचम्म। दाइले अब भोलिको लागि हामी रेडी हुन होला है, अहिले सुत्नु पऱ्यो। सो पतिजीसँग हामी चाहिँ यसो रमाइलो भयो त्यही ल दिदी चाहिँ अब भोलिको लागि रेडी। आज हिँड्न थाल्यौँ कफी पिउनलाई, गाछ चाहिँ राम्रो पाउँछ भनेर बुढाबुढी चाहिँ हिँड्दैछौँ। यसो बाहिरको हेर्दै कस्तो छ के छ। अब बुवाहरूलाई चाहिँ ट्याक्सीमा पहिले पठाइसक्यो त्यो ठाउँमा, अनि हामीले एड्रेस चाहिँ पायौँ। अनि हामी चाहिँ त्यो एड्रेस लोकेसन हेर्दै चाहिँ गइरहेको छौँ गुगल म्यापमा। सर्लको राम्रो राम्रो रहेछ। हामी कफी मात्र पिउन आएको जस्तो त भएन, घुमघाम पनि भयो। अब यहाँ चाहिँ हामी यसरी खाँदैछौँ सबै मिलेर। अब भिडियो त राख्नु पऱ्यो नि त, कस्तो रहेछ कफी। मलाई 2000 चल्ती एउटाको पऱ्यो भनेर हेरेको ल। ल हेर्नुहोस्, इन्जोय गर्नुहोस्। तपाईँ नि पोर्चुगल एक्सप्रेसो खान लाउनुहोस् पोर्चुगलमा है त। ल भाइ।